हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ होइन लङ टाइम पछि होइन एउटा सानो भिडियो बनाउन गइराखेको छु होइन। अनि मेरो भिडियो आजको भिडियो चाहिँ रहेको छ मेरो स्किन केयर रुटिनको। अनि रुटिन त के भन्नु र, किनभने म डेली गर्दिनँ, कहिलेकाहीँ भ्याएको बेला मात्र गर्ने हो। अनि मैले चाहिँ यो टिकटक सपबाट लिएको थिएँ होइन। मैले यो मेडिक्युबको स्किन केयर सेटहरू चाहिँ लिएको छु है। अनि एउटा चाहिँ यो चाहिँ प्रो बुस्टर भनौँ न, यो एउटा भयो। यसले चाहिँ होइन यसरी अहिले म गरेर देखाउँछु। अनि त्यस पछाडि यो टोनर, अनि त्यस पछाडि सेरम। अनि अहिले चाहिँ यतिले मात्र गर्छु म, किनभने अरूहरूले नगर्ने। त्यसकै बारेमा छोटो भिडियो बनाउँदैछु है। अब फेरि पनि म युट्युबमा फर्किन्छु होला जस्तो लाग्छ है। फेरि फर्क्यौँ नफर्क्यौँ हुन्छ क्या, टाइमै हुँदैन नि त म, किनभने यता टिकटकमा एकदमै बिजी हुन्छु क्या। किनभने मलाई चाहिँ अहिले टिकटकमा चाहिँ मजाले राम्रो भइराखेको छ मेरो चाहिँ होइन। इन्कम पनि अलिअलि झ्यान त्यान हुने होइन। अनि त्यस पछाडि सामानहरू त टन्नै नै आउँछ क्या, टन्नै नै आउँछ। त्यही भएर यता मलाई राम्रो भइराखेको छ र म चाहिँ प्रायः यतै बिजी भइराखेको छु क्या। पछिल्लो समय चाहिँ नि टिकटकमा बिजी भइराखेको छु। अनि छोटो समयमा पनि राम्रो भइराखेको छ। तर यहाँ अमेरिकामा चाहिँ कि खालि यो टिकटक ब्यान हुने कुराले दिक्क भएको लागिसक्यो नि त। त्यही भएर फेरि चाहिँ युट्युबमा फर्कौँ कि जस्तो लागिराखेको छ होइन। तर फेरि युट्युबमा चाहिँ के कन्टेन्ट बनाउने होला जस्तो लाग्ने क्या। कन्टेन्ट बनाउनु नै के हो किनभने कन्टेन्टकै प्रब्लम हुन्छ। खासै म बाहिर पनि निस्किँदिनँ नि त। अनि निस्के पनि होइन कहिलेकाहीँ निस्किराखेको भइन्छ, तर भिडियो बनाउने टाइमै नहुने क्या। बच्चाहरू सानो भएकोले गर्दाखेरि अनि के बनाउने क्या कन्टेन्ट। त्यही भएर युट्युबले चाहिँ त्यति चासो नदिएको। फेरि है टिकटकमा ब्यान हुने कुराले गर्दाखेरि चाहिँ वाक्क दिक्क लागिराखेको छ क्या। टिकटक ब्यान भइसक्यो भने चाहिँ भइहाल्यो भने चाहिँ फेरि अब एउटा न एउटामा चाहिँ आउनु पर्यो भनेर फेरि पहिला पुरानै मेरो यो युट्युब च्यानलमै भिडियो अपलोड गर्नु पर्यो भनेर आज चाहिँ यत्तिकै भिडियो अपलोड गरिरहेको छु मेरो स्किन केयरको बारेमा। मलाई खासै स्किन केयरहरू गर्नु त आउँदैन, तर यो टिकटक सपले पठाइदिएको सामानहरू छ नि, त्यसलाई चाहिँ यसो सदुपयोग गरौँ न भन्ने टाइपले मात्र गरिराखेको छु। खासै मलाई त्यस्तोरी आउने चाहिँ होइन। अनि आज चाहिँ मेरो स्किन केयर गरिराखेको छु है। यो एचआर बुस्टर प्रो हो। अनि यसले चाहिँ नि यसमा चाहिँ 4वटा मोडहरू हुन्छ। अनि म चाहिँ अरू मोड चलाउँदिनँ, खालि एउटा मात्र चलाउँछु, यो बुस्टर मोड मात्र। किनभने अब खासै त्यस्तो जानिँदैन मजाले, भ्याउन पनि भ्याउँदैन। अनि यो एउटा मोड चाहिँ 5 मिनटको हुन्छ। अनि त्यो 5 मिनटसम्म गरेपछि हुन्छ क्या मलाई चाहिँ। अनि यसो गऱ्यो आनन्द हुने, कस्तो रिल्याक्स हुने है। अब चाहिँ म हुन्छु भन्न चाहिँ सक्दिनँ, तर अब टिकटकै ब्यान भयो भने चाहिँ कहीँ कतै म होइन यत्तिकै घरमा बसेको मुकबाङहरू भयो होइन। अनि मेरो छोरीहरूसँग प्ले गरेको टाइमहरूको चाहिँ होइन रेकर्ड गर्दै भिडियोमा अपलोड गर्छु होला जस्तो लागिरहेछ। किनभने होइन पहिला चाहिँ पहिलाको मेरो त्यो अर्को च्यानलको चाहिँ होइन त्यो चाहिँ मोनिटाइज भएर पनि डिमोनिटाइज गरेँ मैले, कन्टिन्युटी नदिएर, कन्टिन्यू नगरेर चाहिँ होइन। अनि हो त्यो युट्युब च्यानलकोमा चाहिँ होइन मेरो ठुलो छोरीको चाहिँ एकदमै धेरै भिडियोजहरू छ नि त। अनि अहिले दिदीबहिनी भएर हेर्छन् क्या, यति इन्जोय गर्दा हेर्छन् है। अनि उसको दिदीले चाहिँ म सानो हुँदाखेरिको भन्छ, अनि उसको दिदीले चाहिँ बेबी भन्दै हेर्छ क्या। कस्तो इन्जोय गर्दा हेर्छ नि, त्यो सम्झिँदा चाहिँ मेरो त्यो सानो छोरीको पनि 1-2वटा मेमोरीको लागि भिडियोहरू बनाऊ कि भनेर पनि सोचिराखेको छु है। पुरा मोनिटाइज गरेर पैसा कमाउने तरिकाले चाहिँ होइन, तर मेरो छोरीहरूको मेमोरीहरू चाहिँ त्यसरी क्याप्चर गरिराख्नु पर्यो। अरू एप्समा चाहिँ भरोसै नहुने क्या, यो टिकटकतिर भरोसा नहुने। अनि त्यस पछाडि अरू एप्सहरू पनि हुन्छ, त्योतिर चाहिँ भरोसा नहुने। मलाई भरोसा भने क्या यो फेसबुक र अहिले चाहिँ होइन युट्युब लाग्नु थालेको छ। सो फेरि पनि युट्युबमा चाहिँ मेरो बच्चाहरूको यसो उनीहरूको मोमेन्टहरू चाहिँ क्याप्चर गर्न मन लागिरहेको छ। गर्छु गर्दिनँ थाहा छैन, तर अब हेर्दै जाउँ। यस्तो छ है त गाइस। यो चाहिँ
मेरो टिकटकले दिएको सामानहरूको चाहिँ सदुपयोग गरेको। आजलाई चाहिँ यति नै भिडियो बनाउँछु। बाई बाई एभ्रिवान।